दाजु तपाईँ यतिको 30-35 वर्ष जागिर खानुभयो, बुझ्यो कि होइन? यतिको वर्ष जागिर खाएर तपाईँ घरमा राजीनामा गरेर बस्नुभयो। अब तपाईँले विचार गरेर गाउँको स्थिति र ऊ हेरेर तपाईँले चाहिँ मतलब के गर्नु पर्यो भन्दाखेरि अब तपाईँ अधिकृत जस्तो भइसक्यो मान्छे, तपाईँले चाहिँ मतलब गाउँमा बुझ्यो कि होइन, के कुराको कस्तो कमी रहेछ के रहेछ भनेर स्वतन्त्र किसिमको हिसाबले राजनीति गर्नु छ भने स्वतन्त्र हिसाबले गर्नुहोस्। होइन भनेदेखि आफ्नो खेती किसानी गर्नुहोस्, बुझ्यो कि होइन? नभए खेती किसानी गर्नुहोस्, बुढी आमाको सेवा गर्नुहोस्, बस्नुहोस्। नत्र भने तपाईँ स्वतन्त्र हिसाबले कसैले मतलब राजनीतिमा तपाईँलाई आह्वान गर्छन् भने स्वतन्त्र हिसाबले, पक्षपाती हिसाबले होइन, किनभने यहाँ पार्टीगत हिसाबले होइन, स्वतन्त्र हिसाबले लड्नुहोस्, चल्नुहोस्। हामी छौँ साथमा।